पैसा आएन किन आएन भन्ने कुरा भयो भने मान्छेको लास आउने बेलामा चाहिँ कसैले केही बोल्न नसक्दो रहेछ त जब एक बोतल पानी खाने पैसा नहुने मान्छे किन यो बुहारीको लास लिन आयो त त्यो नसक्ने भएपछि त हामी आफै गर्थ्यौँ नि त त्यसले सक्दैन भन्नुपर्छ नि त ल मैले मेरो बुहारीको लास चलाउन सक्दैन तिमी मैदी पक्षीले गर भनेको भएर मैदी पक्षीले नि गर्न सक्थ्यो र नि सक्दै नसक्ने खण्डमा त मान्छेले चन्दा उठाएर त मान्छेको जीवनयापन गर्न सक्छ भने त्यो लास उठाउनको लागि त जसरी भए पनि हुन्छ नि त तपाईँले कुरा सुन्नुभयो त मरेको लास धरी विचार निरलामा धुम बहिनीको लास धरीलाई हेला कि जुन खर्च हुन्छ नि जुन टिचिङ हस्पिटलमा राख्ने खर्च के सुन्नुभयो कुरा के भन्न चाहनुहुन्छ कि त्यो खर्च धरी हाम्रो महागुरु प्रकाश भुजेलले चाहिँ बेहोर्नु भएको छ कि मर्दा पनि यति धेरै त्यो लासलाई पनि यति हेला कि सक्द छ कि त्यत्तिकै यो बहिनी बुढाको टर्चर अनि यो बहिनी त्यत्तिकै मरितुल्य भएको र मर्नु भएको त्यत्तिकै होइन रहेछ कि यति धेरै टर्चर यति धेरै पीडा यति धेरै हेला मरेको लास धरीलाई हेला हो के भन्नुहुन्छ तपाईँहरू आफै कमेन्ट गर्नु होला है सक्दो सेयर गरेर फलोअप गर्नु यति धेरै सेयर गरिदिनु कि के भन्नुहुन्छ धेरै बोल्ने ठाउँै छैन कि महागुरु प्रकाश भुजेलले चाहिँ होइन धेरै धेरै धन्यवाद छ यति भन्न चाहन्छु होइन सधैँ उद्धार गर्नुहुने हाम्रो वैदेशिक रोजगार उद्धार श्रमिक सङ्घ नेपाल साथै होइन तपाईँहरू होइन आफ्नो विचार राख्न सक्नुहुन्छ कि न्याय प्राप्त होस् म यति चाहिँ भन्न चाहन्छु है मेरो सक्दो सेयर पनि गरिदिनु होला।